हेलो गाइज हरायो भने होला मलाई वेलकम ब्याक टु माई भ्लग। अनि मेरो चाहिँ यहाँनिर हल्का प्याकिङ स्याकिङ हुँदैछ। अनि किन भन्दाखेरि इट्स अ सरप्राइज भनेर भन्न मिलेन। म चाहिँ भोलि कपिलवस्तु जाँदैछु हाम्रो वेडिङ फोटो सुटको लागि। हामी यहाँबाट भोलि बिहान 5 बजे हिँड्न लागेको हो। यहाँबाट जाने चाहिँ 3 जना छौँ अनि हामी भोलि बिहान 5 बजे निस्किनेछौँ। सो द्याट मैले अहिले नै सबै कुराहरू चाहिँ प्याकिङ गर्न लागेको हो। प्याकिङ अब धेरै कुराहरू त चाहिएन, हामी 3 दिनको लागि जान्छौँ त्यहाँ। अनि 2-4वटा कपडाहरू त हाल्नु पऱ्यो नि होइन, यसो चेन्ज गर्न पऱ्यो। सो द्याट आइएम रेडी टु प्याकिङ माई क्लोथ्स। हल्का इङ्ग्लिस छाडिदिउँ। त्यही हो, हामी भोलि बिहान भेट्नेछौँ बुमका साथ। 3 दिन बवाल रमाइलो हुनेछ है त। ल हामी कहाँ जाँदैछौँ आज? बिहेको सुट गरेर आएछ। कुन ठाउँ? तौली हो कपिलवस्तु। आज हाम्रो सर पनि हुनुहुन्छ। हेलो गुड मर्निङ। गुड मर्निङ। देब्रे हातले गुड मर्निङ तपाईँलाई पनि। गुड मर्निङै गरेर ल आज हाम्रो गाडी चाहिँ त्यहाँनिर रेडी रहेछ। रक सो ब्याकप्याकहरू सबै रेडी छ। मसला ससला हालेर जानुपर्छ। हाम्रो गाडी हालेर रेडी छ। ओके गाइस, आज चाहिँ हामी यो गाडीमा ट्राभल गर्दैछौँ। इभी बल हुनेवाला छ। हाम्रो एउटा दाइ चाहिँ अलिकति रेडी हुनु टाइम लागिरहेको रहेछ। रेडी हुँदैछ सो द्याट हामी पुग्नुपर्ने हुन्छ। त्यही हो, 5 बजे यहाँनिर आइपुग्नु भयो त म ठ्याक्क 5 बजे आइपुगेँ। हामीलाई यहाँबाट दाइले भनेअनुसारले 8 बज्छ भन्नुहुन्छ। यहाँबाट अहिले 5-6 बजी हिँड्दाखेरि भनेपछि बडो टाइम लाग्दो रहेछ यार। त्यही हो, अब हामी यहाँबाट बिस्तारै आरामले निस्किन्छौँ। अनि के कस्तो टाइम लाग्छ, बाटोमा के कस्तो हुन्छ सबै कुराहरू देखाउनेछौँ। चाँडै होला भनेको हाम्रो यहाँनिर कहिले टाइम लगाएर उता दाउनेतिर चाहिँ अलिकति जामसाम छ अरे। अनि हामीलाई यहाँबाट निकै टाइमै लाग्ला जस्तो छ। हामी चाहिँ ठ्याक्क टाइमिङमा आइपुग्यौँ। तर हाम्रो सरको दाइले चाहिँ अलिकति टाइम लगाउनु भएको छ। सो द्याट अलिकति टाइम लाग्ला जस्तो छ। दाउनेमा चाहिँ अलिकति जाम, एउटा ट्रक चाहिँ कल्टी खाएको कारणले गर्दाखेरि चाहिँ त्यहाँ जाम छ अरे। सो द्याट अलिकति छिटो निस्किनु पायो भने हुन्थ्यो भन्ने कुरा भनेको चाहिँ। त्यही हो, लेट्स सी के हुन्छ। बरु हाम्रो यहाँ चिया पसलको दाइको चिया पसल खुलिसक्यो। हाम्रो त्यो दाइ निस्किँदैन यार। 5:30 हुनु लागिसक्यो। यसो टाइममा निस्क्यो भने बवाल हुन्थ्यो भनेको। दाइ बिहान आएर हामी सधैँ आएर चिया खाने ठाउँ चाहिँ यहाँ हो क्या। तपाईँलाई केही भन्नु मन छ त्यो विषयमा? ढिलो भएको विषयमा? ढिलो भएको विषयमा भन्न त मन छ। अब नभन्नु भयो अहिले। पार लाग्दैन केही पनि। एकछिन लगाएर बस्नुपर्ने हुन्छ। हाम्रो माइला दाइले बरु चिया त्यस्तो बिहानै खोल्दो रहेछ यार। 1 घन्टा सुतेर आउनु पर्ने रहेछ भन्दै हुन्छ। 1 घन्टा बरु निन्द्रा पुग्थ्यो होइन र? तर फ्रेस भइन्छ दाइ बिहानै नहुँदाखेरि। फाइनल्ली दाइ पनि आइसक्नु भएको छ। मेरो राखिदिनु भएको गेट इन साथी। ब्रो बसौँ। गेट बसौँ। बाई। झन्डै ठोक्यो नि यार। के भयो? झन्डै ठोक्यो नि यार गाडी अलिकतिले। यहाँ नभने थोरै। अहिले चाहिँ हामी ठ्याक्क 9 बजी आइपुग्यौँ। हाम्रो यहाँ सिटहरू एक्सचेन्ज हुने कुरा छ। विजय सर दाइ
गाह्रो छ गाह्रो। ठ्याक्क हामी नोबिसी आइपुगेको छौँ, आरामले आइपुग्यो। त्यहाँनिर अलिकति अघि एउटा टिप्परले चाहिँ अलिकति झन्डै ऱ्याक झन्डै गरिसकेको थियो। जे भए पनि अहिलेसम्म हामी राम्रोसँग आएको छ यहाँ। हेर्नु त्यहाँ ट्राई गर्नुहोस्। हाम्रो दाइलाई चाहिँ हल्का बम्स भएर ल विजय सर पछाडि आइपुग्नु भयो नि त तपाईँ। वेलकम। अहिले चाहिँ हामी गल्छी पुगेको छौँ। बरु होइन यस्तो तान होइन पछाडि गाडी हेर नि फेरि ल्याम हान्ला नि फेरि मिलियनमा जान्छ नि त। धादिङ बेसीमा बाटो चाहिँ खत्तमै छ यार। अझै भाइरल अझै गर्नु पर्ला। ओके हामी चाहिँ अब धादिङ बेसीमा यसो खाजा नास्ता गर्न चाहिँ अब हामी धादिङ बेसी खाजा खाएर निस्किन्छौँ। धुन्दा देखिरहेछ। के खाने हो त केटा हो? चना अन्डा त होला नि घोडाको दाना। बिहान अलिक धेरै हुन्छ होला। गाह्रो परिसक्यो। अब हामी चाहिँ हेरेर हल्का खाजा खान्छौँ। त्यसपछि फेरि कस्तो दाइ तपाईँलाई? हाम्रो दाइ सिक्स त हुनु भएको छ यहाँ। नगर लड्छ यार। हेर त तल गयो भने त डेन्जर छ नि फेरि। यो हरियो बोकायो भए कस्तो मजा हुन्थ्यो दाइ? पुरा धुन्द्ला देखिरहेछ। विजय सर यहाँबाट भ्यू त बबाल रहेछ नि, हेर्नुहोस् न। हजुर आउने बबाल रहेछ भ्यू चाहिँ। तर यसलाई हरियो बनाइदिनु पर्ने छ वास। अहिले चाहिँ हामी ठ्याक्क गल्छीमा छौँ, सरी धादिङ बेसीमा। अनि यहाँ खाजा खाएर निस्किनु लागेको। अहिले चाहिँ हामी यहाँनिर चना अन्डा डाइट दिएर फेरि निस्किन्छौँ। तपाईँ त यहाँ भाइरल हुनुहुन्छ अरे नि त होइन? यता होइन भाइरल हुनुहुन्छ अरे नि होइन? हाम्रो दाइले चाहिँ केही खानु भएन किनकि अहिले अनलोड हुन्छ भनेर फेरि। हाम्रो सिबी सरलाई यहाँबाट म्यासेज छ, हाम्रो दाइलाई चाहिँ प्लेनमा पठाउनु पर्ने मान्छे रहेछ। ठिकै छ। खोला के पाइन्छ यहाँनिर? हल्का ठुलो साउन्ड। लोकल माछा के प्योर लोकल माछा अनि आलु चप फेमस चाहिँ नै हो। अनि यो हामी अहिले खाइरहेको के? चना अन्डा त्यो पनि पाइन्छ होइन त? ड्रिङ्क्सहरू पनि पाइँदो रहेछ। कति भयो तपाईँले यहाँनिर गर्नुभएको? 7-8 वर्ष भइसक्यो है। तपाईँको के फ्यामिली बिजनेस हो कि तपाईँले आफै मात्र गर्नुहुन्छ? फ्यामिली बिजनेस हो। ओके हाम्रो यहाँनिर अब हल्का गाडी साडी वास हुन्छ। गाडीको हालत खत्तम भएको छ, पानी यस्तो गइरहेको छ यहाँनिर। गाडी स्याट्टा हान्नु त दाइ हुने हो यता कुनामा। अब हामी यहाँनिर गाडी साडी ट्याक्क धुन्छौँ।
यो के भन्छ नेचुरल पानी हो कि के हो यो पानी केमा जम्मा गरेर ल्याउनु भएको कि हो दाइ ए हजुर कतैबाट ल्याएको त होइन नि बगेकै पानी हो है भनेपछि दाइले खतरा युटिलाइज गरेर बिजनेस चाहिँ राम्रो छ दाइ दामी हो दामी यतिको चाहिँ हुनैपर्छ होइन विजय सर कि हामी नि खोलिदिने त यहाँ एउटा कार वास त्यहाँ सोध्नु दाइलाई एक्सपिरियन्स कस्तो छ काठमाडौँ र तपाईँको कपिल वस्तुको अप डाउनको एक्सपिरियन्स भन्नु त ल कपिल वस्तु त बेस्ट छ काठमाडौँ त नो नेभर नो मोर क्वेसन माफ गर्नु होला काठमाडौँ लास्ट काठमाडौँ दाइले बमिट भएर यस्तो गाह्रो भएको छ कि दाइलाई त्यो कारणले काठमाडौँ कहिले नआउने रे अब हाम्रो गाडी साडी धोएर रेडी भएको छ अब हामी केही टाइममा यहाँबाट निस्किन्छौँ केटाहरूको यहाँनिर हल्का गफसफ हुँदैछ त्यही हो ट्रिप बवाल रमाइलो भइरहेको छ अनि यहाँ आइपुग्दा नि गर्मी सुरु भइसकेको छ अब हाम्रो दाइले हल्का गाडीलाई पासपुस हान्नुहुन्छ सो द्याट एकदमै रमाइलो भइरहेको छ ट्रिप गाडी त टिलिक्क भयो त दाइ यतिको त बनाउनु पऱ्यो नि अगाडि के भएको केले हानिदिएको ओहो घाटै घाटा भएछ नि गाडी त टिलिक भइहाल्यो नि त हाम्रो यार हाम्रो मिनेटमा बसाइ भइरहेछ बजारहरू छ बिनाइलो हामी ठ्याक्क चितवनमा आइपुगेको छौँ पानी डेन्जर पर्यो अलि मजाले खिच्न पाएको छैन यहाँनिर लोकल खजुर भन्छ नि खै काफल होला खजुर अर्गानिक चेक गरौँ एकपल्ट गर्नु न के हो यो खै धोएर खानुपर्छ अंगुर जस्तो छ त अंगुर जस्तो के हो कति प्याकेट 100 रुपैयाँ हो डाइरेक्ट गाडी पनि कति रहेछ दाइ अंगुरै रहेछ नि त यो त अंगुर हो र खाना खानु ठाउँ हुनुपर्छ यार अब त
मजा आउँछ मजा त आउँछ के यार मिठो छ यार मिठो त मिठो रहेछ के ल अहिले चाहिँ हामी दाउनेमा आएर यहाँ खाना खान लागेको अलिकति टाइम धेरै नै भयो खानासाना खान्छौँ हामी यहाँबाट त्यो चाहिँ नटको धेरै दिनपछि आएँ म पनि यहाँ अगाडिबाट त्यो सिक्न त मासु पकाउनु मलाई राख्दै मटन राम्रो सिधै अगाडि गएर झ्याल मारेको उस मारेको म चाहिँ बुद्ध भगवान मूर्ति आइसक्यो पर्सा भन्ने ठाउँ पर्सा हो अब यता हो रहेछ पर्सा ल पर्सा पनि हामी हेलो बाले आउँछ नि भेटाउनु भन न सर हो बालेन दाइसँग भेटाउनुहुन्छ होइन हामीहरूलाई ए भेट्नु पर्यो ल ल दाइ जम 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 चार्ज सिस्टम के त्यहाँ छ ल सर ल त्यहाँ पुगेर कल गर्छु सर फर्केर यहीँ चार्ज गरौँ न म भन्छ होइन 1 मिनेट पछि 60 वटा केटीको नाम भन्छ भने तिमीलाई 60 भगवानको नाम म भनिदिन्छु म भगवानको नाम सम्झिनुलाई केटीको नाम सम्झिनु पर्यो यहाँ जानेर अब यति भएपछि लक्ष्मी अब क्या क्या पेलेंगे यार पार्वती। जो हमारे जैसे बुजुर्ग होंगे उनके मार्गदर्शक साँच्ची केटीहरूको नाम सब भगवानकै भगवानको छ त यार के हो म यो सोचिरहेको छु कि हामी जस्तो त्यो हजुरबा भन्छु कि के सिकाउँछ कि हाम्रो नातिहरूलाई के हुन त हामीलाई केही पनि थाहा छैन साँच्ची है पछि पछि के सिकाउने होला अल्फा बिटा र थीटा सिकाउने कि सिक्दैन नि तर सिक्न मान्दैन भने हामीले सिकाउनु त पर्ने हो नि हामीलाई पनि थाहा हुनु पर्ने हो नि कति धुवा आएको अरे बाइकबाट इन्जिन बाहिर त्यस्तै ताजा हो होइन होइन इन्जिन मोबिल उभियो फाइनली अब हाम्रो डेस्टिनेसन चाहिँ हामी आइपुग्न लाग्यो अब हाम्रो अब फेरि आफ्नो गाउँ आएपछि त दाइ पनि पुरा होइन आइको जोस जागेर अब हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ हामी सिधै गएर त्यहाँनिर हल्दी मेहन्दीको हान्नुपर्ने हुन्छ यता म्यासेज पनि आइसकेको छ ढिला भयो भने अलिकति गाह्रै पर्ला जस्तो भनेर सो द्याट त्यही हो हामी फेरि गाडीबाट उम्लेपछि सबै कुराहरू क्याप्चर गर्छौँ हाम्रो विद्युत कार्यालय यही हो अब महेन्द्र गेट आइपुग्यो अगाडि हाम्रो रक्सी पसल भयो कहाँ पुग्नु भयो भट्टी पसल भनेको फाइनल्ली हामी चाहिँ डेस्टिनेसनमा आइपुगेको छौँ वाइल्ड गर्मी छ अरे यहाँको हजुर हजुर वाइल्डै गर्मी छ ल विजय सर कस्तो हुँदैछ त फिलिङ एकदम गर्मी फिल हो अहिले फर्स्ट गर्मी दाइले चाहिँ यसो गाडी साडी सफा नि हाल्दै हुन्छ अब फर्किने बेला